जयमसी अनि नमस्कार आदरणीय श्रोताहरू, म सिमोन अनि म एस्तर। जयमसी अनि नमस्कार यहाँहरूमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हामी सबैको मुटु छुनुपर्छ। हामी विकासको कुरा त गर्छौँ, तर के हामीले आफ्नै घरको जगलाई बिर्सिरहेका त छैनौँ? एस्तर, तिमीलाई के लाग्छ, आजको समाजमा एउटा सन्तान आफ्नो आमा बुबाप्रति कत्तिको उत्तरदायी हुनुपर्छ? अनि हाम्रो समाजको वर्तमान अवस्थालाई हेर्दा हामी कतातिर जाँदैछौँ जस्तो लाग्छ? तिमीले एकदमै समय सान्दर्भिक प्रश्न उठायो। आजको समाजलाई हेर्दा कस्तो देखिन्छ भने हामी बाहिर त सफल भयौँ, तर घरभित्र असफल हुँदैछौँ। आमा बुबा केवल एउटा जिम्मेवारी मात्र होइनन् नि, उनीहरू त हाम्रो अस्तित्वको आशीर्वाद हुन्। उनीहरूका प्रति उत्तरदायी हुनु भनेको एउटा असल समाजको निर्माण गर्नु हो नि एस्तर, हामीले त त्यो दिन नै बिर्स्यौँ जुन दिन आमाले हामीलाई जन्म दिनुभयो। एकपटक सोचौँ त, आफ्नो आधा जीवन मृत्युको हातमा सुम्पेर प्रसवको त्यो असह्य पीडा सहेर आमाले हामीलाई संसार देखाउनु भयो, आफ्नो रगतलाई दूध बनाएर पिलाउनु भयो। कति महान छ है त्यो प्रेम। एकदमै। अनि बुबाको त्यो त्याग नि, आफ्नो काँधमा सारा संसारको भारी बोकेर चर्को घाम र पसिनामा नित्रुक्क भिजेर उहाँले हाम्रो भविष्य उज्यालो पार्नुभयो। आफू भोकै रहेर हाम्रो मुखमा माड हालिदिनु भयो। अचम्म त के छ भने नि सिमोन, उहाँहरू पीडामा हुँदा पनि हाम्रो अगाडि सधैँ मिठो मुस्कान मात्र छर्नुहुन्छ, ताकि सन्तानलाई दुःख नहोस्। यस्तो निस्वार्थ प्रेम अरू कसको होला र? कति साँचो कुरा। तर अचम्म लाग्छ, त्यही मुस्कान र काखलाई आजका सन्तानले बोझ ठान्छन्। समय छैन भन्छन्। के व्यस्तताले त्यो काखको ऋण तिर्न सक्छ जसले हामीलाई हिँड्न सिकायो? के समाज यस्तै विखण्डनतिर जानु ठिक हो र? सिमोन, यो समाजको लागि हितकारी पक्कै छैन नि। यस्तै बेलामा त हामीलाई ईश्वरीय मार्गदर्शन चाहिन्छ। तिमीलाई थाहा छ, बाइबलको प्रस्थान 20 अध्याय 12 पदमा स्पष्ट भनिएको छ, आफ्ना बुबा र आमाको आदर गर र जुन देश परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुँदैछ त्यहाँ तिमीहरूको आयु लामो हुनेछ। ए हो र? आदर मात्र होइन, यहाँ त आयु लामो हुने प्रतिज्ञा पनि जोडिएको रहेछ। यो त गजबको कुरा भयो नि। अतनि यो त प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। अनि अर्को कुरा नि सिमोन, हितोपदेश 23 अध्याय 22 पदले भन्छ, तेरा बुबाको कुरा सुन जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर। यसको अर्थ उहाँहरूको शरीर कमजोर भएको होला, तर उहाँहरूको अनुभव र आशीर्वाद कहिले पुरानो हुँदैन। कतिपयले त बुढेसकालमा आमा बुबालाई बोझ मान्छन्, उनीहरूसँग सँगै बस्न गाह्रो मान्छन्। सुन्दा पनि कस्तो नरमाइलो लाग्ने। यस्तो बेला उनीहरूलाई कसरी बुझाउने होला? हो, तर हामीले यो बिर्सनु हुँदैन कि कलसी 3 अध्याय 20 पदले भन्छ, आमा बुबाको आज्ञाकारी हुनुले प्रभुलाई प्रसन्न तुल्याउँछ। सोच्नुहोस् त, हामीले हाम्रा आमा बुबालाई माया र सम्मान दिँदा स्वयं परमेश्वर खुसी हुनुहुन्छ। यो भन्दा ठूलो मार्गदर्शन अरू के होला र? ए साँच्चै है, कस्तो सकारात्मक कुरा। यसको मतलब जसले दुःखका बावजुद पनि आफ्ना आमा बुबाको हेरचाह गरिरहेका छन्, उनीहरूले त समाजको लागि एउटा बलियो र पवित्र आधार खडा गरिरहेका रहेछन्। एकदम सही भन्यो। उनीहरू त समाजका वास्तविक हिरो र असल खम्बा हुन्। संस्कार भनेको बोलीमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ। हामीले आज जे गर्छौँ, भोलि हाम्रा सन्तानले त्यही सिक्छन्। ल है त, आजको यो कुराकानीले मेरो त आँखा नै खोलिदियो। आमा बुबालाई खुसी राख्नु भनेको त आशिषको ढोका खोल्नु रहेछ। हो, त्यसैले आउनुहोस्, हामी सबै मिलेर यस्तो समाज बनाऊ जहाँ कुनै पनि आमा बुबाले आँसु झार्न नपरोस्। तपाईका आमा बुबा बोझ होइन, तपाईको घरको जग र आशीर्वाद हुनुहुन्छ। कति राम्रो सन्देश। हस्त श्रोताहरू, आजलाई यति नै। आफ्ना आमा बुबालाई समय दिनुहोस्, माया गर्नुहोस्। अर्को पटक फेरि भेटौँ न। जय मसी।